हेलो गाइस, हामी अहिले डकल्यान्ड लाइब्रेरीतिर जाँदैछौँ हैन। अलिक प्रोजेक्ट छ, त्यो प्रोजेक्ट कम्प्लिट गर्नु पर्यो हैन। अब यहाँ कलेज लाइफमा आएपछि, युनिभर्सिटी लाइफमा आएपछि त गर्नै पर्यो। अब साइड पनि यस्तो घुमाइदिउँ। यस्तो यता चाहिँ लजहरू छ। यो चाहिँ डकल्यान्ड्स युनिभर्सिटी अफ वेस्ट लन्डनको लजहरू हो। फर्स्ट फ्लोरमा चाहिँ लजहरू हुन्छ, रेस्टुरेन्टहरू सबै छ। यो चाहिँ डकल्यान्ड्स लाइब्रेरी भयो। यता चाहिँ तपाईँ क्लास पनि हुन्छ अनि सबै बुकहरू यतै भेटाउनुहुन्छ। फोटोकपीहरू सब फेसिलिटी छ। एसाइनमेन्टहरू गर्नुहुन्छ भनेपछि सबै यतै कम्प्युटर प्रोभाइड गरिदिन्छ, ल्यापटपहरू प्रोभाइड गरिदिन्छ। यता चाहिँ हप्सीहरू बसिरहेछन् अनि म्याक्सिमम यता भनेको हो। यो चाहिँ इन्ट्रान्स भयो। यो लाइब्रेरी हो, डकल्यान्ड्स लाइब्रेरी। यो रिसेप्सन। यता चाहिँ भित्र जानलाई कार्ड ट्याप गर्नुपर्छ, नत्र जान मिल्दैन। यो चाहिँ मेरो कार्ड हो, चाहिँ ट्याप गर्नुपर्छ। अब खुल्छ यो। यो चाहिँ लाइब्रेरी हो। यता सबै हो मेरो साथी, सबै यो पुरै बिल्डिङ चाहिँ लाइब्रेरीको हो। यता पढाइ भइरहेछ। यस्तो छ लाइब्रेरी। म आज तपाईँहरूलाई सबै देखाउँछु, यसको इन्फ्रास्ट्रक्चर, भित्रको लाइब्रेरी फेसिलिटी, क्लासरुमहरू, पढाइ सबै भयो। यस्तो हुन्छ, यो यस्तो छ। मजाले तपाईँहरू आएर यता कम्प्युटरमा मजाले एसाइनमेन्टहरू गर्नुपर्छ, प्रोजेक्ट गर्नुपर्छ भनेपछि मजाले पाइन्छ। 24 घन्टा खुला हुन्छ। भित्र पनि सबै पढिरहेछन्, यता एसाइनमेन्टहरू गरिरहेछन् साथीहरू। पढाइ भइरहेछ। यता चाहिँ लाइब्रेरी फेसिलिटी 24 आवर अन हुन्छ। सबै यो चाहिँ यता क्लासहरू पनि हुन्छ, प्रोजेक्टहरू, प्रेजेन्टेसनहरू यता सिकाउँछ। यता चाहिँ फोटोकपी मेसिनहरू छ। तपाईँको आइडी कार्ड ट्याप गऱ्यो भने यताको स्टुडेन्टलाई चाहिँ एकदम सस्तो हुन्छ फोटोकपीमा। यो चाहिँ आइडी कार्ड ट्याप गर्ने हो यसमा, अनि यहाँ मजाले फोटोकपी गर्न सक्नुहुन्छ। माथि जाउँ। म अब तपाईँहरूलाई माथिल्लो फ्लोरमा लग्छु। सबै बुकहरू त्यहाँ पाइन्छ। यता चाहिँ तपाईँहरू मजाले बुकहरू पाउन सक्नुहुन्छ, जुनसुकै फ्याकल्टीको पनि पाइन्छ। हाम्रो चाहिँ इन्जिनियरिङको यतातिर पाउँछ। यता सबै लाइब्रेरीकै बिल्डिङहरू यो सब। यति ठुलो लाइब्रेरी छ। यता माथि पनि छ। यता बुकहरू, यो फोटोकपी मेसिनहरू यतानिर पनि छ। ट्याप गऱ्यो भने यताको स्टुडेन्टलाई धेरै सस्तो हुन्छ। तल पढाइ भइरहेको छ। साथीहरू डिस्कसन गर्दैछन्। यता बुकहरू पाइन्छ सबै। केटाहरू बुक खोज्दैछन्। जुनसुकै बुक चाहियो भने पनि लग्न पाइन्छ। इन्फर्मेसन सोसाइटी रिट। अनि यता सबै पढिरहेका हुन् यिनीहरू चाहिँ। मजाले जति बेला आए पनि यता बसेर पढ्न पाइन्छ। बुकहरू कम्प्युटरमा तपाईँको एसाइनमेन्टहरू गर्नु छ, प्रोजेक्ट गर्नु छ भनेपछि जति बेला पनि एभाइलेबल हुन्छ। सब बिल्डिङ लाइब्रेरीको हो।
माथि पनि 4-5 फ्लोरसम्म छ। माथिको सबै लाइब्रेरीको हो, सब बुकहरू छ। अनि यता सरहरू पनि हुन्छन्, यता सरहरूसँग मजाले गाइड लिन पाइन्छ। कुनै कन्फ्युजन लाग्यो भनेपछि यता यस्तो क्वाइट यहाँ बोल्न पाइँदैन, शान्त बस्नुपर्छ। पर्दैन आज भन्ने पायो भने त हामी त रिभाइज गर्न सक्छौँ नि त। कन्टेन्ट भयो भने ठिक हुन्छ।